देखि चार्जर किनेको थिएँ। यो 6 महिनाको ग्यारेन्टी थियो। डाटा केबल यो टाउको दुइटै लिएको वहीँदेखि अलिक यो समस्या आइरहेछ कि। हेलो नमस्ते सबैजनालाई। मेरो चाहिँ भोलिको लागि गाडी थियो जानुको लागि। आज यसो लुगाहरू किन्नुपर्ने भनेको घर जानुको, गाउँ जानुको लागि। पानी यस्तो परिराखेको छ, कसरी पो जाने हो कुनै खोइ। अब लुगाहरू किनेर अनि अलिअलि त सपिङ गर्नु पर्यो। चक्लेटहरू घरमा यसो लगिदिनुको लागि अनि गरौँ भनेको। पानी परिरहेछ। अब यो पानी रोकेपछि चाहिँ न्यु रोड गएर अलिअलि लुगाहरू किन्ने अनि के हुन्छ हेरौँ। अब पानी पनि रहिसक्यो, मेरो काम पनि सक्यो अनि घर जाने भन्दा अब मेरो हिसाब थियो काम गरेको, त्यो पनि पैसा पनि आइसक्यो। अनि अब चाहिँ यसो जाने लुगा किन्न अलिक बेलुका छ त थोरै डिस्काउन्ट पाइन्छ मजाको अनि जाने। अनि अब थोरै बहिनीलाई गिफ्ट पनि किनिदिनु छ बर्थडेमा। अनि त्यहाँदेखि भ्यू हेर्नु कस्तो दामी खुलेको छ, भ्यूहरू दामी खुलेको छ। अब यही भ्यूमा सँगसँगै अब म पनि रेडी हुने अनि अब भेटौँला। अब न्यु रोड जाने हो लुगा किन्ने गिफ्टहरू किन्ने। गाइस सक्नुहुन्छ म चाहिँ रेडी पनि भइसकेँ जानुको लागि। अब जाने अनि मेरो चाहिँ थोरै काम पनि छ क्या। यो प्रनिस स्टोरदेखि चार्जर किनेको थिएँ। यो 6 महिनाको ग्यारेन्टी थियो। डाटा केबल यो टाउको दुइटै लिएको वहीँदेखि अलिक यो समस्या आइरहेछ कि। एक पाटामा चार्ज लागिरहेछ, एक साइडदेखि चार्ज लाग्छ, अर्को साइडदेखि गऱ्यो भने चार्जै लाग्दैन कि। त्यो भइरहेछ। त्यो पनि सोध्छु के भएको हो अनि अब के हुन्छ हेरौँ। चेन्ज हुने हो कि न अरू ठाउँ जस्तै अब किन्दाखेरि एउटा बोली अब समस्या आएपछि के खालको हुन्छ हेरौँ। अब बाटो त हेरिहाल्नु भयो यस्तो खालको छ। हामी चाहिँ लगनखेल कटेर जौलाखेल आइपुग्न लाग्यौँ अनि दाइको पसलमा पनि पुग्नुपर्ने थियो। अनि यहाँ पुग्दाखेरि उहाँहरूले चाहिँ मेरो प्रब्लम सुनिसक्दाखेरि चेक गरेर साटिदिनु पनि भयो डाटा केबल। एकदम पानी परिरहेको छ यतातिर। भिडियो पनि त्यस्तो साह्रो बनाउन सकेको छैन। यो चाहिँ न्यु रोडको गल्लीभित्र हो। अब अलिअलि पानी रहन्छ अनि बनाउनु पर्छ। भोक पनि लागिरहेको थियो र म चाहिँ खाजा खानु यो बाङ्गे मुडामा गुच्चे मोमो खानको लागि बसेँ। यहाँ बनाउनु हुँदै रहेछ। एकछिन हेरेको एकछिन पछाडि आयो मेरो एक प्लेट सुरुमा। अनि खाइसकेपछि फेरि अनि एकैछिनको लागि म बसेँ अनि 2 प्लेट अर्डर गरेँ। त्यसपछि 2 प्लेट मेरो मोमो पनि एकैछिनमा आइपुगी गयो। यस्तो बनाएर ल्याइदिनु भएको थियो उहाँहरूले। खाजा खाइसकेपछि म लागेँ असनतर्फ र पानी पनि सिमसिम परिरहेको थियो। अलिक छिटो गर्दै रात पनि परिसकेको थियो र लागे असन आइपुग्नु लाग्दाखेरि अनि त्यहाँ असनमै नजिकै चिनेकै दाइको पसल छ, सधैँ तिनदेखि ल्याइराख्ने। असनको भ्यू एकछिन यसरी हेरिराखेँ अनि हेरेपछि म सिधै लागेँ कपडा किन्नको लागि। अब कपडा पसल पनि पुग्न लागेको थिएँ। यहाँ दाजुको पसल पनि आइपुग्यो। अब चाहिँ दाजुले पनि फटाफट लुगा देखाइदिनु भयो। उहाँले बताइदिनु भयो यो चाहिँ नयाँ पेन रहेछ भर्खर आएको र यसो चेक गर्नको लागि चेक गरेँ। यो सेतो पेन चाहिँ एकदमै राम्रो लागिरहेको थियो। सेतोमा चाहिँ यस्तो देखेको थिएँ म। यो कालो पेन चाहिँ अलिक कस्तो यो डिम लाइट भएर पनि होला, मलाई चाहिँ खासै कालो कलर मन पर्दैन पेन्टहरूमा। कपडाको सपिङ भइसकेपछि म काठमाडौँको कोसेली झापा लानुको लागि यहाँ दाजुकोमा बसेर गुटपात पुस्ताकरी किनेर एकछिन असनको भ्यू फेरि यसरी हेऱ्यो। एकदम राम्रो थियो। सबैजना फर्किराख्नु भएको थियो आफ्नो बजार सकेर। यो मन्दिर पनि वाउ भइरहेको थियो। त्यसपछि म लागेँ मेरो लागि माइक किन्न र ट्राइपोड किन्नको लागि। यहाँ दाजुले एकदम रिजनेबल प्राइसमा मलाई दुइटै सामान एकै ठाउँमा पाएँ मैले। अनि दाजुसँग कुराहरू भयो र प्राइस टाकटुक मिलेपछि मैले सबै कुरा गरेँ। लिएर आउनको लागि त्यहीँदेखि मैले मेरो इनड्राइभ पनि बुक गरेँ। इनड्राइभको दाजु पनि आयौँ अनि हामी यसरी सर र धराको भ्यू हेर्दै हामी गोदावरीतर्फ लाग्यौँ। यति हाई अलर्टमा छ अहिले काठमाडौँ, यति चेकिङ हुँदो रहेछ। पहिलोचोटि मैले स्कर्पियो पनि चेक गरेको देखेर अनि र यो हाम्रो सिंहदरबार अस्ति जलेको। अब उहाँदेखि आएको चाहिँ मेरो यो ट्राइपोड किन्ने यो फोन अडाउनुको लागि।
यसको एउटा अनबक्सिङ हुन्छ। यो चाहिँ एकदम एक्लै हुँदाखेरि चाहिँ चलाउनुको लागि पनि सजिलो अनि अलिक राम्रो भ्यूमा अलिक उयो गर्दाखेरि स्ट्यान्डहरू अड्याउनुको लागि यो चाहिँ सजिलो पनि छ। यो चाहिँ लामो पनि छ एकदम खालको। यो अब यसरी भयो यस्तो चाहिँ अनि यो चाहिँ यस्तो पनि हुन्छ। यो यसरी यो भयो अनि यो माइक छ। यो माइक पनि लिएको छु, केटीको वायरलेस लेभर माइक छ। अब यो पनि खोलेर देखाउँछु। यो चाहिँ वायरलेस लेभरको माइक हो। यो चाहिँ माइक्रो पनि एकदम दामी छ। यो चाहिँ मेरो आफ्नै यसको यो 25 पर्दामा उत्रिनुको लागि सुरुदेखि नै राम्रो दिनुको लागि हो। यो चाहिँ एकचोटि त अनबक्सिङ मात्रै गरिसकेको, त्यही पनि यो भयो वारेन्टी कार्ड अनि यो नोइजको गर्ने हो। यहाँ छ मेन चिज भनेको यति नै छ। अब भोइसहरू हेर्दै गर्नुहोला। धन्यवाद। हाम्रो रातको 11 बज्न आँटिसक्यो।